हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आशा छ हजुरहरु सन्चै हुनुहुन्छ होला। स्वागत छ हजुरहरुलाई मेरो डे 2 ब्लगमा प्रति ब्लगमा। गुड मर्निङ, म चाहिँ उठिसके, हजुर पनि सायद उठ्नु भयो नै होला। चाहिँ बिस्तारै पनि मिलाइसके, मैले चाहिँ अब भात पनि बसालिसके। अब तरकारी पकाउने बेला हुन्छ। आज किन यति छिटो भात तरकारी पकाएको भन्नुहुन्छ भने आज हाम्रो मम्मीको चाहिँ सब्जी बिगाको छ, तालिन्छ, अनि त्यही भएर म चाहिँ आज यति छिटो भात बसालेको। म भात बसाल्छु अनि अब तरकारी भरि भएर आउँछ। यहाँ मात्र केही छैन होला, अरू पुरै छ, यहाँ केही छैन। बोडी छ, यो के हो थाहा छैन, काँक्रा छ, फर्सी छ। यहाँ हामीले घरको चाउमिन पनि खान्छौँ। एक्लै छोरी हुनुपर्छ, घरको भएको काम आफैले गर्नुपर्छ। हिजो अस्ति पनि सन्चो पनि थिएन, अनि सन्चो नहुँदा मैले चाहिँ अघि पछि चाहिँ मलाई चाहिँ रुवा खोकी लाउँदा चाहिँ मलाई 1 हप्ता 2 हप्ता जति रुवा खोकी लाउने कि रुवा लाउने बित्तिकै खोकी लाएर खोकीले बस्दैन बस्ने छ्याक्क हुन्छ 2 हप्ता 3 हप्ता लाउनु पर्यो। को लाउँछ यस्तो टाइफोइड जस्तो हुने के निमोनिया हुन्थ्यो मलाई सानामा। अनि पछि मलाई त्यस्तै हुने, अनि पछि मैले त रुवा खोकी लाउने बेला सुक्खा घाँटी खसखसाउने बित्तिकै मर पानी खाएको मलाई एकदम काम गर्यो। हजुरहरु पनि मलाई जस्तै छ भने मह र तातो पानी खानु, अनि त्यो खाएँ, अनि त्यो मैले के औषधि गरेर खानु दिनमा चाहिँ खाएँ। म एकदम बिरामी मान्छे, रोगी व्यक्ति म हो भन्दा प्रतिज्ञा नै पर्ने। ओके गाइज, आज हजुरलाई मैले बाहिरको भ्यू देखाउँछु। यस्तो कुहिरहेको उसिरहेको छ, यस्तो घामै लाउँदैन कि, दिनै गएको छैन, उज्यालो त छ भर्खर। आज होला घाम लाग्यो, नै लागेको थिएन। ओके गाइज, आजलाई यति नै। अरू भिडियो पछि गराउँदै गरौँला। कस्तो लाग्यो कमेन्ट गर्नु होला ल। ओके बाई।